के बोलेको यो ओए कुची प्यारेन्टले दुध दुन सिकाउनु भयो त्यो सर्कल बाइकको सर्कललाई त अब हैन बुझ्यौ नि सो के छ केटाकेटी हो एक रियाक्सन्स ब्याक विथ न्यू भिडियो र आजको भिडियो रियाक्सन गर्न गइरहेको छु म डार्क ह्युमर बाई नेपाली सेलिब्रिटिज प्रभात बस्नेत जीले हाल्नु भएको छ नयाँ भिडियो लेट्स गो के हुन्छ भिडियोमा हाई गो 65% अबे जल्दी बोल कल सुबह पनवेल निकलना है पर्सेन्ट फेरि अब अर्को एउटा छोरी मान्छेको योनिलाई चाहिँ कसैले एकपटक छोयो भने त बासी भयो तर छोरा मान्छेको लिङ्ग चाहिँ जहिल्यै साझी नै मात्रै हुन्छ भन्ने समाज हो के क्वेसन हो यो चाहिँ त्यही भएर योसँग लडेर नसकिएला क्या मैले बेबी पाउनु भन्दा अगाडि नै बच्चाको फोटो लिक भयो के मैले बेबी पाउनु भन्दा अगाडि नै बच्चाको फोटो लिक भयो के बोलेको यो ओए कुची हुन्छ दुईटा साथ देऊ भनेको हो क्या बिहा गर्न अलिकति ठुली भयो कि अलिअलि 12 कक्षा पास भयो कि उहाँ बिहा गर्नलाई हतार हुन्छ तिमीलाई जस्तै फेरि बाबालाई हतार होइन छोरीहरूलाई पनि त हतार हुन्छ बाबालाई होइन नबुझेको कुरा अब त्यो घर एरिया चुमचुमहरूलाई मात्र त्यस्तो हुन्छ प्यारी समाज गई चुमचुम गरे छैन फेरि म भुलिदिएको दिदीको चुमचुम पनि सकिसक्यो सँगै बसिरहेको थियौँ सबैजना टिममा अनि उसको मान्छे मासुको पैसा कहिले तिर्ने भन्ने भयो थियो होइन कमेन्टमा चाहिँ मासुको पैसा कहिले तिर्ने छ कि होइन अनि उसको मम्मीले फोन गरेर चाहिँ पारोस् तैँले किन मासुको पैसा नतिरेको तिर्दै छोरा यस्तो छ कमेन्ट तिम्रो त्यो छ नि मलाई फुटबल जस्तो लाग्छ राउन्ड एन्ड ब्युटिफुल त्यो के समझ रहे हो हजुरको को हो गर्लफ्रेन्ड कोसँग कति फोनमा कुरा गर्छिन्छ भनेर सोधै गर्ने होइन को भने छ कि छ भन्दिन भन्ने तर खासमा कोही पनि रहन्छ गर्ने कि छ कि छ भने त कसलाई चाहिँ कल गर्छ भने हेर्दा त जुडी दाइ उहाँ चाहिँ जुली दाइ चाहिँ उहाँ पल्साको हेयर स्टाइलिस्ट हो होइन कपालहरू टाकटुक मिलाउने खालको मान्छे हो उहाँ चाहिँ मैले चिने अनुसार चाहिँ है हजुरहरूलाई विवाह अगाडि सेक्स ओके हो जस्तो लाग्छ कि होइन जस्तो लाग्छ गरेपछि हो जस्तो लाग्ने हाम्रो अहिलेको कानुन फाँसीको सजाय दिनुहोस् न बलात्कार भएको मान्छेलाई ए फाँसी दिनुहोस् न बलात्कार भएको मान्छेलाई के बोलेको यो के बोलेको चिप्लिएर चिप्लिएर भनेको यही रहेछ बल्ल बुझेँ है मैले अनि बलात्कार गर्छ कारबाही हुनुपर्छ पीडितलाई कारबाही हुनुपर्छ सरकारी पीडितलाई कारबाही हुनुपर्छ आज हाम्रो स्पेसली यो प्रेस मिट हाम्रो जेनी दाइ अनमोल केसीलाई हजुर प्यारेन्टले दुध दुन सिकाउनु भयो के खाएर चाहिँ जन्माउनु भएको थियो यस्तो छोरी दही प्यारी समाज गई साइज म्याटर नो इट डजन्ट मलाई म्याटर गर्छ yes it does बिहे भयो भने तपाईँ वैशाख गर्मी महिनालाई चुज गर्नुहुन्छ कि यो मङ्सिरलाई अथवा माघलाई चुज गर्नुहुन्छ तर एकदमै धेरै पसिना चाहिँ नआओस् गर्मी मलाई चाहिँ नि एकदमै गर्मी हुन्छ होइन तैँले ब्रेस्ट फिडिङ गराउनु भयो कि भएन चाहिँ लाज पनि लाग्दैन तर तिमीलाई देखाउँदिनँ त्यस्तो खुबी छ त्यस्तो खुबी छ पिसाबै त फेर्ने हो नि जसरी पनि मुत्न सकिन्छ उठेर पनि मुत्छ उठेर बसेर जसरी पनि तिमीसँग खतरा ट्यालेन्ट रहेछ त्यही भएर त भने नि म डिफ्रेन्ट छु भनेर
त्यही त ओए। अरू पनि डिफ्रेन्ट रहेछ त्यसो भए तिम्रो होइन बुझ्नेले बुझिसके या छ्या बोला। ढ्याप ढ्याप के हो यो ढ्याप ढ्याप यो हो क्या मैले सिकेँ कि ढ्याप अनि यो के देखाएको देख्छ मलाई सुरु पहिलादेखि नै एकदम पहेँलो लाग्ने कि कस्तो पहेँलो पहिलो त हुन्छ नि मलाई तँ पनि पहिल्यै हुन्छ भन्नु नि बरु होइन त्यस्तो होइन अङ्ग प्रदर्शन गर्न चाहदिनँ टिभी सो हो यार यो अब यो भटभटे महिलाले छेका बाटो छोड्छ भटभटे महिलाले त जसरी भए पनि च्याप्प समातेर मरना है क्या भोसड़ी के मरना तेरे को डर नहीं लगता रुटिन भाइ रुटिन भाइ ब्रा लाउन नपाए हुन्छ जस्तो लाग्छ साँच्ची यो कुरा चाहिँ मैले धेरै सुनेको थिएँ यार खास कुरा चाहिँ के हो तपाईँलाई रवि लामिछाने पनि मन पर्दैन बालिन शाह पनि मन पर्दैन मन पर्छ चाहिँ को ओइ युवराज दाइ के बोलेको डाइरेक्ट रिपोर्टर आमा तपाईँ मनपर्छ भन्छ त यार बुढीले मार्दैन चाहे भने म यो देशको प्रधानमन्त्री बन्न सक्छु किन चाहनुहुन्छ त प्रधानमन्त्री बन्न देशको अवस्था खराब छ त्यो भएर ये मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है हजुर के छ खबर ओह यार ये कितनी औसम है गुमाएको व्यक्ति पाउने भए कसलाई पाउन चाहनुहुन्छ चाहिँदैन पक्का लागेर गुमाएको तपाईँ त यहाँ नाच्नु भन्दा तिज आइज घरतिर गएर नाच्यो हुन्थ्यो नि त यहाँ के नाच्नुहुन्छ यो बरु घरतिर गएर तिजै त हजार खाएर नचाएको है मै बोलाउँथेँ बुढालाई दिँदै यार अनि सेक्स भन्ने के त अब के सेक्स गर्नुहुन्छ भनेर सोध्या हो कि साँच्चै त्यही सोध्या हो त हो नत्र कता जन्म चाहेको ल हातको सुनको बाला गरिमाजी तपाईँ यति राम्रो हुनुहुन्छ होइन रियल लाइफमा पनि त्यस्तै मरिहत्ते गर्ने केटाहरू छन् होला नि त होइन आफ्नो लाइफमा अब यस्तो हुँदो रहेछ राम्रो भएपछि खासै त्यो अप्रोच नै नआउँदो रहेछ यसको पहिले नै होला भन्ने जस्तो लाग्ने त्यही भएर अहिलेसम्म म त सिङ्गल नै छु सेम म पनि यस्तै ह्यान्डसम छु है तर कोही आउँदैन अप्रोच गर्ने के बोले मेरो मनको फुल टिपी आज मलाई थाहा भयो मन कहाँ हुन्छ भनेर छोरी हो नि फेरि उहाँको छोरी कति राम्रो छ नि कति राम्रो आनन्द शान्त 24 घण्टा गर्छौँ उहाँको मन मेरो मन एक आपसमा चाहिँ यति गाँसिएको छ कि उहाँको मुटु मसँग छ मेरो मुटु उहाँसँग छ यसैले बिगारी कि मेरो छोरीलाई आमा उसलाई चाहिँ के पनि नभन्नु है हेर्नु अझै बिहा गर्ने बेला भइसक्यो डुल्या छ खाछ के बोल्दा तेरो बाबु खान्छ नराका केटीहरू के गरेर खान्छन् कुन्नी छोरी भन्न पनि लाजै मर्दो यी दुईटा खुट्टा पसार्छु आई लभ यु भन न भन न प्लिज भन्दिन एकचोटि मात्रै भन्दिन के भन्दैनौ आई लभ यु तपाईँलाई चन्द्रमामा जान मन छ तपाईँलाई मन छ मन छ को होला भनेको त यो मुर्दार पो रहेछ तैँले मलाई अझै राग गरेको भयो नि कसम बस म पुऱ्याइदिन्छु प्लिज ल तेरो यस्तो नमुना बाइकमा म चाहिँ बस्दिनँ वाह क्या एक्टिङ कर रहा है रोलिङ लो साँच्ची कहानी हो क्या कट 1 1
केटा मान्छे टेम्पोमा चढेपछि चाहिँ कतिजनाले हुन्छ तिमीलाई दुःख दिने गरेको सेक्सन हालसम्म गर्छन् कोही कोही केटाले गर्छन् पछि पनि लाग्छन् घरसम्म आउँछन् कोही कोही त हेलो कोही राणाबान फेरि फोन गरिस् के छ चलबल राणाबान के काम हुन्छ फेरि जिस्किराख्छु त फोन राख हेलो अनि रिलेसनसिपमा बसेको छ कि हालसम्म पहिला चाहिँ चाबेला बस्यो रिलेसनसिपमा बसेको छ कि छैन त रे म चाबेला बस्थेँ रे के हो यार के हो First sexual experience was sexual experience भनेपछि I guess not just अरू पनि भन्दाखेरि I guess मेरो अबे जल्दी बोल कल सुबह पनवेल निकलना है बच्चा केबाट निस्किन्छ एकछिन क्लिन बाटो क्या जो साह्रो त होइन जस त्यो एउटा जुन देखाइएको यो त एकदमै हाम्रो फिल्मको यो कलर यो जुन यो कलर कुन कलर अब अघि मैले अडियन्सहरूलाई सोधेको तपाईँहरूलाई घर ज्वाइँ बस्न कतिको इच्छा छ भने चाहिँ मिरुनाजी जस्तो श्रीमती पाए त बसिन्छ नि भन्नु ला मैले त एकजना मात्रै राख्नु मिल्छ आफ्नो जमानामा म पनि घर ज्वाइँ बस्या भए हुने रहेछ जस्तो लागेन लागो राम्रो केटी भेटा बस्नु म पनि छु यदि फिल्ममा न्युड हुनुपर्ने सिन आयो भने त्यस्तो न्युड हुनुपर्ने सिन भयो भने के गर्नुहुन्छ गर्नुहुन्थ्यो It's a sacrifice and at the end of the day actor भएको नि sacrifice अहिले हजुर रिलेसनसिपमा हो त्यसो सेक्स के हो भन्ने कुरा मजा लिएको छु त्यति हो अब कतिपय सौभाग्यशालीहरूले गाई भैँसी नपाले पनि यदि म नाङ्गे हिँड्छु भने पनि कसैलाई पनि बलात्कार गर्ने अधिकार छैन आफूलाई चाहिँ के गर्दाखेरि चाहिँ राम्रै देख्छ जस्तो लाग्छ मलाई जे गर्दा पनि सुहाउँछ जस्तो लाग्छ केटी मान्छे हो हेर्नु दाइ होइन म त अब केटी मान्छेलाई डराउनु कति गाह्रो हुन्छ जेनरली जग्गा छ यति सम्पत्ति छ त्यो हुनु पाप होइन नि त भोलि मेरो फिल्मले मानव 300 करोड कमाएर मेरो बहिनी हो सो अल टाइम मेरो फेभरेट बहिनी हो हैन बुझ्दा त मलाई जस्तो म जहिले पनि यसो सोच्छु कि आजकल चाहिँ फलाना तिम्रो बारेमा कस्तो नराम्रो बोलेछ नि भने त्यो मान्छे को हो सोच्छु पहिला सुरुमा त्यो मान्छेसँग मेरो फोन नम्बर छ कि छैन या मसँग त्यसको फोन नम्बर छ कि छैन जिन्दगीमा मैले उसँग कहिले कुरै गरेको छैन भने वाइ इज द्याट ओपिनियन इम्पोर्टेन्ट टु मी इट सुडन्ट बी इम्पोर्टेन्ट नि त जस्ट अ फ्यू कम्प्युटर क्लिक्स अर जस्ट अ फ्यू प्रोफाइल्स सुड नट बी इम्पोर्टेन्ट टु मी उहाँले भन्नुभयो जस्तो आफ्नो फ्यामिली आफ्नो क्लोज फ्रेन्ड्स आफ्नो सर्कल यो हो कि मेरो यथार्थ इफ दे नो द्याट आइ एम फाइन ह्याप्पी कन्फिडेन्ट इन माई लाइफ आइ एम डुइङ वेल देन त्यसपछिको त्यो सर्कल बाइकको सर्कललाई त अब होइन बुझ्यौ नि आज के लिए फिलहाल इतना ही थ्याङ्क यू प्रभात सरलाई धेरै थ्याङ्क यू भिडियो बनाउनु भएकोमा बल्ल मैले पनि रियाक्सन गर्न पाएँ प्रियङ्का दिदी त लास्टमा यो देखाएर जानुभयो अब म चाहिँ यो देखाउँदिनँ तिमीहरूलाई किनकि म तिमीलाई एकदम माया गर्छु सो द्याट्स वाइ ओके गाइज दिस मच फर टुडे र अर्को रियाक्सन भिडियोमा हामी अवश्य पनि भेट्नेछौँ म त्यस्तो उयो पनि गर्दिनँ फोर्स पनि गर्दिनँ सब्सक्राइब गर भनेर होइन तर मेरो मनले चाहिँ भनिरहेको छ गरिदेऊ भनेर तर म मुखले भन्दिनँ तिमीहरूले मेरो आफ्नो भावना बुझ्न सक्नुपर्ने हुन्छ मेरो भावना है धेरै सिरियस भयो जस्तो छ ओके बाई